हाम्रो यात्रा रहनेछ पोखरा टु गन्द्रुकको फुल भिडियो हेर्नु होला साथीहरू। फाइनली हामी आइपुग्यो साथीहरू, निकै नै बैरल गन्द्रुकको ठ्याक्कै गेटनिर हामी आइपुगेको अवस्था रहेको छ र आजको बसाइ हाम्रो गन्द्रुकमा हुनेछ। हेर्नु होला साथीहरू सबैजनाले, एकदमै रमाइलो ठाउँ रहेको छ गन्द्रुक। गन्द्रुकसम्मको यात्रा कहाँबाट सोध्ने होला दाइ? कहाँ सोध्ने? रुम छ आन्टी? हजुर। रुम कतिजना हुन्छ? 2 जना, 4 जना छ। 4 जना। त्यहाँ दाइले त 2टा रुम खाली छ भन्नुभएको थियो। चार जना के अरे 4 जना चाहिँ बेड छ क्या? 4 जनाकै छ एउटा रुममा? छ। त्यो पनि हुन्छ फेरि हाम्रो। हेर्नुहुन्छ? यहाँबाट राम्रो देखिन्छ, भ्यू पनि भयो। राम्रो देखिन्छ यहाँबाट। माथि छत पनि छ। अलि घाम आयो भने चाहिँ झन् राम्रो देखिन्छ। तपाईँले भिडियोमा हेर्नुभयो होला नि होइन? टिकटक भिडियो हाल्नुहोस् त। हो अब यहाँ कि बाइकमै सुत्ने हो त स्कुटर? हुन्छ कि नै? हुन्छ होइन? हुन्छ। हुन्छ त्यसो भए त कति छ आन्टी रुम? 4 जना। ल म एउटा हेलो एभ्रिवान गाइज। सो फाइनली हाम्रो आजको बसाइ चाहिँ गन्द्रुकमा रहेको छ र हामी साथीहरूसँग बस्यौँ र सो फाइनली हामी चाहिँ अहिले माथिको भ्यूहरू हेर्नको लागि जाँदैछौँ। सबैजनाले हेर्नु होला हाम्रो यहाँको अहिलेको दृश्य यस्तो रहेको छ। गन्द्रुकको ठाउँ चाहिँ यस्तो रहेको छ, साथीहरू हेर्न सक्नुहुनेछ। सबैजनाले चारैतर्फबाट दिइरहेको छ यहाँको होटेलको भिडियोहरू। हिँडिरहेको छ यहाँबाट लिइरहेको छु मैले फेरि सानो दृश्य। कस्तो भइरहेको छ तपाईँ? Feeling is very nice boy. Yeah, Like mountain. very nice Mountain. yes. पहाडहरू होइन? यस्तो बरफले ढाकेको पहाडहरू। हजुर, हिरा चाहिँ टल्किया छ। फिलिङ राम्रो भइरहेको छ। जस हिजो चाहिँ अलिकति अप्ठ्यारो थियो, त्यो पानी परेको कारणले बाटोहरू अलिअलि बिग्रेको थियो। हजुर आज मौसम घाम पनि लागेको छैन, पानी पनि पर्ला छैन। आज मौसम राम्रो छ, हजुर एकदम इन्जोय भयो।
अनि जस्तो भए पनि ढिलो चाँडो भिडियो हाम्रो चाहिँ आउने नै छ अपडेट गर्नु साथीहरू हजुर बेलुका तरकारीमा चाहिँ जे जस्तो भयो पनि होइन मासुमा चाहिँ मलाई हड्डी पर्यो एउटा फल मासु भने एउटा परेन यो उहाँ दाइलाई फेरि पुरै मासु मासु अब के हो अब उताको मासु तानौँ भने नि नहुने है आफ्नोमा हेरिरहेछ फेरि पुरै हड्डी छ यार मलाई त मासु परेको थियो अब हुन त लोकल कुखुरा भनेको थियो लोकल कुखुरा नै होला भने सोचिरहेको मैले चाहिँ यसो 3 पिस थियो त्यसमा 3 पिसमा एउटा यस्तो करङ परेको एउटा पखेटा जस्तो अनि एउटा लेग पिसको पनि त्यो यस्तो त्यो हुन्छ नि खुट्टाको तल्लो भाग मात्रै रहेछ के अब के गरौँमा यो आन्टीले कसरी थाहा भएको फेरि मैले मासु खाँदैन भनेर फेरि उहाँलाई फेरि जिम गरेर मान्छेले मासु भनेर खान्छ भने थाहा भएको त्यस्तो भयो कि यार पहिला भाडा होइन यसो हेऱ्यो हड्डी रहेछ अनि मैले सरक्क यता फर्काइदिएँ थाहै भएन कसम मलाई थाहै भएन मासु रहेछ र यो चाहिँ मेरो बाइट हो भनेर कसम मलाई थाहा भएन त्यो कुरा चाहिँ यसो हेर्थ्यो 3 पिस थियो छान्छु यार खालि हड्डी मात्रै छ यार मासु पनि साथीहरू हामी चाहिँ म्युजियम जाँदैछौँ अहिले हेरौँ अब के कस्तो छ म्युजियमभित्र पनि छिरिहालौँ हामी साथीहरू हेर्दा एकदमै रमाइलो छ ठाउँ त एकदमै रमाइलो छ अब के हुन्छ हेरौँ बाटो पनि अलिकति कन्फ्युजै भयो जस्तो भइरहेछ हामीलाई चाहिँ अब ठ्याक्कै यतापट्टि हो कि के हो हेरौँ यहाँ पनि होइन अब हामी ए कहाँ हो यता होला सायद ओहो फाइनली आइपुग्यो हामी यहाँ चाहिँ एकदमै नृत्य पनि भइरहेको रहेछ गुरुङ ड्रेस लाएर सो हामी चाहिँ अब म्युजियम इन्ट्री भइसक्यो जाऊँ न साथीहरू हेर्न सक्नुहुन्छ यहाँको म्युजियमभित्र चाहिँ इन्ट्री भइरहेछ हेरौँ कस्तो छ यहाँको माहौल यहाँको चाहिँ म्युजियम वाउ यहाँभित्र चाहिँ म्युजियमभित्र आइसकेको छ पुरानो सामानहरू र पहिलाको जमानाको ओहो टिपिकल एकदमै राम्रो टिपिकल सामानहरू रहेको छ यहाँ पुरै हेर्न सक्नुहुनेछ साथीहरू सबैजनाले हेर्नु होला यो फुल भिडियो अहिले हामी चाहिँ यहाँको गन्द्रुकको म्युजियममा इन्ट्री भइसकेको अवस्था रहेको छ सररमा देखाउन गइरहेको छु तपाईँहरूलाई पुरै भिडियोहरू हाम्रो बाउबाजेको सामान बाउबाजेले बनाएर राखेको सामानहरू चाहिँ अहिले यहाँ चाहिँ हेर्नु होला साथीहरू कस्तो लागिरहेको तपाईँहरूलाई भइसक्यो दाइ हेर्नुभयो सबै कुरो अब यहाँ एक ठाउँ मात्रै बस्नु हुँदैन नेक्स्ट म्युजियमको लागि पनि हामी इन्ट्री अब यहाँबाट इन भएर जाँदैछौँ साथीहरू इन भयो हामी चाहिँ निस्केको अवस्थामा अहिले सानो भिडियो एकदम मिठो भिडियो रहेको छ हाम्रो मात्रै देखायो कि त्यो त होइन होटेलहरू ऊ यहाँ नि कहाँ हुन्छ यता घुम्ने ठाउँ छ भन्छ त्यो घुम्ने ठाउँ छ त उयो घुम्ने डुल्ने हो गाउँ डुल्ने गर्छ गाउँ डुल्ने पो हजुर के गार्डन सार्डन के भन्छ त कुन गार्डन अहिले के भन्छ चिया गार्डन चिया गार्डन त उता छ अरे टाढै जानुपर्छ म त्यो यो डाँडा भन्नु यो डाँडाको पल्लो डाँडाबाट आएको त्यो नाम त मेरो भइरहेको इटिङ गरेर हुनुपर्छ मस्त हुनुपर्छ चिया बागान त्यो रहेछ भने म चाहिँ यहाँ चाहिँ टुरिस्ट प्रायः जस्तो नेपाली टुरिस्टहरू चाहिँ घुम्न आउँदो रहेछ यो ठाउँमा हामी पनि त्यही भएर आयो
साथीहरू तपाईँहरूले हाम्रो भिडियोलाई लास्टसम्म हेर्नु होला। मेरो यो भिडियो चाहिँ रोनिस ब्लगमा आउने नै छ साथीहरू। त्यही भएर यो गाउँमा हामी अझ के अरे दाइ यो भद्रुक के अरे कान्द्रुकमा आयो घुमिनलाई। ल है सर हेरौँ साथीहरू यो गाउँ है यस्तो देखाउँछु म। बन्द गर्नुपर्छ फेरि ब्याट्री सक्यो भनेदेखि खत्तम हुन्छ। यहाँ खिच्नै पाउँदैन है। फाइनली हामी चिया बगानतर्फ जाँदैछौँ। जाऊँ न जाऊँ के हो यहाँ हिँड्नै नसक्नेहरू यतै बस्नुहुन्छ यार। यहीँ नजिक गऱ्यो आइसक्यो अरे ठाउँ यहीँ नजिक छ अरे क्या जाऊँ न। सोधिसक्यो यहाँ बस पनि आउँदो रहेछ यहाँ चाहिँ। जाऊँ न जाऊँ यहीँ नजिक छ अरे त्यहाँ हिँडेर म त यो पहिला मलाई यो जानु पर्ने भयो के चिया बगानतर्फ जाँदैछौँ हामी चाहिँ अहिले। सबै त्यहीँबाट आएको त घुमेर यो रुख छोडेर माथि रुख त्यही हो लास्ट 10-15 मिनट। हेलो च्यानल हजुर च्यानल रोनिस ब्लग रुलिस हाम्रो साथी च्यानल भनिसक्यो यहाँ हाल्नु पऱ्यो अनि अझ एउटा भिडियो छ यहाँबाट एडिटिङ गरेर सब्सक्राइब गर्नु। ओहो भन्नुपर्ने थियो बिर्सिहाल्छ यार। भाइ मैले तिमीलाई नै यहाँ हाल्दैछु। बाटो यस्तो रहेछ यहाँको तिन चिरा भएर एउटा माथि डाँडामा एउटा अर्को कानतिर एउटा मुख छ चिया बगान चाहिँ। हामी चाहिँ अहिले पैदल यात्री गर्दैछौँ। लेक गराएको भाइ। सो हामी चाहिँ अहिले यहाँ गेटतिर ठ्याक्कै आइपुगेको अवस्था छ साथीहरू। यदि तपाईँहरूले फुल भिडियो हेर्ने हो भने रोनिस ब्लगमा गएर हेर्नु होला। यहाँ चाहिँ अहिले हामी गन्द्रुकको चिया बगानमा के दाइ यसको नाम म चाहिँ जानको लागि यो बाटो पार गइरहेको छु अहिले साथीहरू। यहाँको म्युजियममा भित्र छिरिरहेको छु म चाहिँ। यस्तो रहेको छ यहाँको म्युजियमहरू। ओहो म्युजियम जानु पाउँछ नि। हामीलाई फाइनली यहाँभित्रको म्युजियम हेरेर भएर निस्केको अवस्था रहेको छ साथीहरू। सो साथीहरू फाइनली हाम्रो अब यहाँको यात्रा सकिएको छ र हामी अब जानेछौँ मुस्ताङतर्फ लाग्दैछ। अब अझको यहाँको बसाइ हाम्रो सकिसक्यो गन्द्रुकको। त्यही भएर अब चाहिँ हामी यहाँदेखि जाँदैछौँ मुस्ताङतर्फतिर। हेर्न सक्नुहुनेछ साथीहरू सबैजनाले हाम्रो मेरो रोनिस ब्लगलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म। हाम्रो लक्ष्य चाहिँ अफर मुस्ताङसम्म जाने लक्ष्य रहेको छ साथीहरू। हेर्न सक्नुहुनेछ तपाईँहरूले त्यहाँसम्मको भिडियो। सो हेर्नु होला गन्द्रुकको यो गेट तपाईँले हेर्नै सक्नुहुन्छ। यहाँ यस्तो राम्रो छ भ्यूहरू। तपाईँहरू नै आउन सक्नुहुनेछ गन्द्रुकमा चाहिँ। गन्द्रुक भन्ने ठाउँ यो चाहिँ एकदमै अहिले भाइरल ठाउँ रहेको छ साथीहरू। भइसक्यो अब हिँड्नलाई मात्रै टाइम। अब जमामी अबको यात्रा रहनेछ हाम्रो चाहिँ मुस्ताङ मुक्तिनाथसम्मको यात्रा। कस्तो लाग्यो साथीहरू भिडियो हेर्नु होला।